महिनामा 60,000 देखि 1 लाख कमाउन सक्ने युवा हो। तर पनि मलाई कहिले चयनको निन्दा लाग्दैन, मलाई कहिले पनि निन्दा लाग्दैन। मेरो साथीभाइहरू कतिलाई थाहा छन् मैले त्यसको लागि कति सहन्छु, कति हुन्छ नि सोच्छु। सर मेरो आँखामा डर छ, जान्न सर, मैले बोलिरहेको छु, म जान्न होइन, ठोक्नुहोस् न, गोली ठोक्नुहोस्, मैले भनिरहेको छु त, मेरो आँखामा डर छ सर, 1 इन्च डर छ मेरो आँखामा, डर छ सर, डर छ। ठोक्नुहोस् न, के गर्न सक्नुहुन्छ, त्यही गोली ठोक्ने हो। बरु मार्यो भने मार्नु भइहाल्यो, आनन्द। यो देशको बारेमा सोच्नै परेन, मेरो हातमा भगवानले लानुहुन्छ। जिउँदो भयो भने त मलाई जहिले पनि हुन्छ नि, तपाईँहरूको आत्माले सताएर, देशको चिन्ताले सताएर म सुत्नै सक्दिनँ। मर्या भन्दा पनि बढीको जिन्दगी छ मेरो, म सुत्न सक्दिनँ कहिले चैनले। म 1 लाख रुपियाँ महिनाको कमाउँछु, कोही पनि म कहिले बिर्सेर सुत्न सक्दिनँ। त्यसको लागि सोच्दा म कहिले मोटाउन सक्दिनँ। अब त अति पनि देशमा जनताको आवाजलाई चाहिँ प्रबन्ध गर्न पाउनुहुन्न तपाईँहरूले। मेरो आँखामा डर छ, अनम्यान आर्मी हो जुन कि भारतीय दलालसँग, अमेरिकन पुँजीवाद दलालसँग र देशको दलाल 100 जनासँग एक्लै लड्न सक्ने क्यापेसिटी छ मसँग, एक्लै। त्यही भएर सर बेलैमा जनताको लागि सोच्नुहोस्, देशको लागि सोच्नुहोस्। तपाईँहरूलाई पनि स्वतन्त्र जनताको एउटा हुन्छ नि अपिल छ, तपाईँहरूलाई हुन्छ स्वतन्त्र जनताको चाहिँ हुन्छ नि विनम्र अनुरोध छ, तपाईँहरू